रमेशजीको हार्डवेयर पसल छ। महिनाको टर्नओभर 5 लाख, तर हातमा क्याश बस 1-2 लाख। बाँकी सबै उधारोमा फसेको हुन्छ। समस्या यो होइन कि बिक्री भएको छैन, समस्या यो हो कि 80% कस्टमर्सले उधारो लिएर जान्छन् अनि पेमेन्ट 45 दिनपछि, 60 दिनपछि, कहिलेकाहीँ त 90 दिन। अब हेर्नुहोस् असली प्रब्लम, सप्लायरलाई 15 दिनमा पेमेन्ट दिनुपर्छ। स्टाफको स्यालेरी 1 तारिखमा चाहिन्छ। रेन्ट, बिजुली, ट्रान्सपोर्ट सबै क्याशमा, अनि तपाईको पैसा कस्टमरको ठाउँमा अड्किएको छ। त सोल्युसन के हो? क्रेडिट पोलिसी बनाउनुहोस्। क्लियर टर्म्स, 15 दिन, 30 दिन, 30 दिन पछि इन्ट्रेस्ट पोलिसी राख्नुहोस्। लार्ज अर्डर्समा 40-50% एडभान्स लिनुहोस्। जेन्युन कस्टमरलाई कुनै प्रब्लम हुँदैन। पेमेन्ट डेटमा स्ट्रिक्टली फलोअप गर्नुहोस्। दोस्ती अलग, बिजनेस अलग। नयाँ कस्टमर्सको लागि पहिले 2-3 अर्डर क्याश, त्यसपछि ट्रस्ट बढ्ने उधार। अनि सबैभन्दा जरुरी, भेरिफाइड सप्लायरसँग काम गर्नुहोस्, जहाँ तपाईलाई पनि अलिकति फ्लेक्सिबिलिटी मिल्छ। याद राख्नुहोस्, तपाईको पसल च्यारिटी सेन्टर होइन। क्याश फ्लो ठीक भयो भने मात्र बिजनेस बढ्छ।